ल है नमस्ते सबैजनालाई। हामी चाहिँ पशुपति दर्शन आज काठमाडौँ आएको 5औं दिनमा पशुपति भ्रमण गर्न आएका छौँ। के गर्नु, काम विशेषले गर्दा सबै ठाउँ घुम्न फिर्न पर्दो रहेछ। यता माथि त केही छैन होला खास। माथि त झन् छ डाँडा पक्का बस्नु हामी चाहिँ घुम्दै कता आउनु भएको? काठमाडौँ पशुपति घुम्न आएको। के गर्न आएको यता आइरे घाटतिर? आइरे घाटतिर खै यसो दर्शन गरौँ भनेर आएको। पशुपति मन्दिर दर्शन गर्नुभयो? गरिसके। के माग्नु भयो त? मागे कुरा अब भन्नु हुँदैन भन्छन् के र। हो ल ल, किन भन्ने राम्रो बोयफ्रेन्ड पाउनलाई मागेर पाउने भए त म त ठाउँमै माग। हजुर कहाँ छन्? ल है गाइस, पशुपति बिचदेखि 1 राउन्ड म चाहिँ राउन्डिङ लगाएँ। यस्तो छ है यहाँ चाहिँ आजभोलि यस्तो बनेको रहेछ। अनि जो वैदेशिक रोजगारमा जान चाहनिस्थ मित्रहरू चाहिँ पहिला पशुपति आएर दर्शन गरेर बल्ल जानुहुन्छ। अनि प्लेन पनि यतैदेखि उड्नुहुन्छ। हाम्रो प्लेन पनि यहीँदेखि जानुहुन्छ। के को रुख हो क्या, कस्तो राम्रो हो, हेर्छु न कस्तो राम्रो रुख भने। ल हामी चाहिँ अब बाहिरतिर निस्किन लाग्यो। अब बाँकी भाग चाहिँ बाहिरको सिन देखाउँछु। यो चाहिँ भित्रदेखि खिचेको सिन हो है। अब के गर्नु, टाढैदेखि भए पनि पशुपतिनाथलाई दर्शन गर्नु होला। जय शम्भु, जय पशुपतिनाथ। ओम हर हर महादेव, ओम नमः शिवाय, जय पशुपति महालक्ष्मी देवी। सबैले रक्षा गरून् सबैजनालाई। ल हामी चाहिँ अब यता आइरे घाटतिर जान लाग्यो है गाइजहरू। यो चाहिँ सब मान्छे पोल्ने लाइन हो। पुरै यहाँनिर यस्तो मान्छे जलाइरहेको छ है। यता मान्छे वागेर बेहाल बेहोस गर्न आएको भएर आखिर मान्छे जन्मेर मरेर जाँदैछ। केलाई खाँचो है, लडीबडी लडाइँ झगडा, धनी हुन, पैसा कमाउनलाई यस्तै हो जिन्दगी भन्ने कुरो। यहाँ पनि एउटा जलिरहेछ पुरै गनाएर। अब नाक खोल्नु छैन। उता लास जलेछ, यता पूजापाठ चलेछ। अब हामी चाहिँ यता उकालो लागेको खाइने लास्ट। गन्न आयो पोलेको मान्छे। झन्डै त्यहाँ वाग्नेलाई मारेन छन् अझै है।